रूस, अस्ट्रेलिया जस्ता संसारका ठूला देशका निश्चित क्षेत्रमा मानिसको घना बस्ती भएको र अन्य ठूलो क्षेत्र खाली भएको देख्न सक्छौं। क्षेत्रफलका हिसाबले संसारकै सबैभन्दा ठूलो देश रूस, जनसङ्ख्याका हिसाबले 9औं ठूलो देश मानिन्छ। अस्ट्रेलिया संसारको एउटा यस्तो देश हो जहाँ अनिश्चित जनघनत्व छ। अस्ट्रेलियामा चीन र अमेरिका भन्दा बढी जनघनत्व भएका क्षेत्र पनि छन्। अस्ट्रेलिया क्षेत्रफलका आधारमा विश्वको 6औं ठूलो देश हो। यसको क्षेत्रफल 76,92,024 वर्ग किलोमिटर छ, तर अस्ट्रेलियाको जनसङ्ख्या नेपालको भन्दा कम छ। अचम्मको कुरा के छ भने अस्ट्रेलियाका 90% मानिसहरू कुल क्षेत्रफलको मात्रै 0.23% क्षेत्रमा बसोबास गर्छन्। यसमध्ये पनि 85% जनसङ्ख्याको बसोबास प्रशान्त महासागर स्थित पूर्वी तटीय क्षेत्रमा छ। यसको पनि 85% तटको 5 किलोमिटर भित्रसम्मको क्षेत्रमा बसोबास गर्छन्। यसै कारण अस्ट्रेलिया संसारको अनौठो जनघनत्व भएको देशमा पर्छ। जसरी अमेरिकाको 90% जनसङ्ख्या सहरमा बसोबास गर्छन्, त्यसरी नै अस्ट्रेलियाको अधिकांश जनसङ्ख्या तटीय क्षेत्रमा रहेका 5 सहरहरू सिडनी, मेलबर्न, ब्रिस्बेन, एडिलेड र पर्थमा बसोबास गर्छन्। अब प्रश्न उठ्छ, अस्ट्रेलियामा के त्यस्तो भौगोलिक समस्या छ जसका कारण त्यहाँका अधिकांश जनसङ्ख्या पूर्वी तटमा नै बस्छन्? यो भिडियोमा हामी यही विषयमा चर्चा गर्नेछौँ। अस्ट्रेलिया सबैभन्दा सानो महाद्वीप हुनुका साथै सबैभन्दा ठूलो द्वीप पनि हो। अस्ट्रेलियालाई एकसाथ एक देश, एक महादेश र एक द्वीप भनिन्छ। करिब 17औं शताब्दीमा एबेल तस्मान र कप्तान जेम्स कुकले अस्ट्रेलिया पत्ता लगाएका हुन्। हिन्द महासागर र प्रशान्त महासागरले घेरिएको यो देश संसारको सबैभन्दा पुरानो भूमि मानिन्छ। अस्ट्रेलियाको भूमि 5 लाख वर्षभन्दा पुरानो हो। अस्ट्रेलियाको जनसङ्ख्या असमान रूपमा केही क्षेत्रमा मात्रै फैलिएको छ। यसै कारण अस्ट्रेलियाको करिब 90% भाग पूर्ण रूपमा खाली छ। अस्ट्रेलियाको जनघनत्व 3.4 जना प्रति वर्ग किलोमिटर मात्रै छ, जबकि नेपालको जनघनत्व 198 जना प्रति वर्ग किलोमिटर र काठमाडौँको जनघनत्व 5169 जना प्रति वर्ग किलोमिटर रहेको छ। यो तथ्याङ्कले अस्ट्रेलियाको अनौठो जनसाङ्ख्यिक आँकडालाई बताउँछ। पश्चिमी अस्ट्रेलियाको पूर्वी पिलपाराको क्षेत्रफल जापानको जत्रै छ। यहाँको जनसङ्ख्या 10,000 मात्रै छ। त्यो पनि न्युम्यान सहरमा मात्रै मानिसहरू बसोबास गर्छन्। एडिलेड अस्ट्रेलियाको सबैभन्दा ठूला सहरहरूमध्ये एक हो। यहाँ करिब 13 लाख मानिसको बसोबास छ। यो सहर नजिकै रहेको अर्को अनकर्पोरेट क्षेत्रमा करिब 3200 जनसङ्ख्या मात्रै छ, जसको क्षेत्रफल फ्रान्सको जति नै छ। यति मात्रै होइन, अस्ट्रेलियाको अन्ना क्रेग भूमिको क्षेत्रफल 23,677 वर्ग किलोमिटर छ। यति ठूलो क्षेत्रमा एउटा प्राइभेट कम्पनीले गाई भैँसी पालन गर्छ। यसको अर्थ अस्ट्रेलियामा इजरायल जत्रो भूमिमा यही कम्पनीका 8 जना कर्मचारी र केही हजार गाई मात्रै बस्छन्। धेरै पुरानो भूमि भएका कारण यहाँको माटोको पानी सोच्ने क्षमता र उब्जाउ भूमि एकदमै कम भइसकेको छ। यहाँको धेरै जसो हिस्सा मरुभूमिमा परिणत भइसकेको छ। यो नै अस्ट्रेलियाको सबैभन्दा ठूलो भौगर्भिक समस्या हो। अस्ट्रेलियाका पश्चिमी र उत्तरी क्षेत्रमा 3 ठूला मरुभूमि, गिब्सन मरुभूमि, ग्रेट भिक्टोरिया मरुभूमि र ग्रेट स्यान्डी मरुभूमि छन्। यी तीनवटै मरुभूमिलाई एकै पटक भन्दा ग्रेट अस्ट्रेलिया मरुभूमि भनिन्छ, जसको क्षेत्रफल 10 लाख वर्ग माइल छ। यो अस्ट्रेलियाको कुल क्षेत्रफलको 18% हो। यति मात्रै होइन, अस्ट्रेलियामा 9 वटा मरुभूमि पाइन्छ। अस्ट्रेलियाको 35% भूभागमा ठुल्ठुला पहाड नभएकोले पानी पर्ने दर करिब 0 बराबर हुन्छ। त्यसकारण त्यहाँको 35% भागलाई पनि मरुभूमिकै स्तरमा हेर्ने गरिन्छ। अस्ट्रेलियाको 70% क्षेत्रफलमा मात्रै 3% मानिसको बसोबास छ। अस्ट्रेलियाको सुदूरपश्चिमी तटीय क्षेत्रमा पर्थ सहर छ। समुद्री क्षेत्र भएकोले यहाँ पानी परिरहन्छ, त्यसैले यो मानव बस्ती बस्न योग्य छ। अस्ट्रेलियाको पूर्वी तटमा त्यहाँको 90% जनसङ्ख्याको बसोबास छ। केप योर्कदेखि तस्मानिया टापुसम्मको यो क्षेत्रलाई ग्रेट डिभिजनिङ रेन्ज भनिन्छ। यसका अलावा अस्ट्रेलियाको पूर्वी, उत्तर पूर्वी, दक्षिण पश्चिम भागमा प्रशान्त महासागरको क्षेत्रबाट हावा बहने गर्छ। ठूला ठूला पठार भएको ग्रेट डिभिजनिङ रेन्ज यसै क्षेत्रमा भएका कारण प्रशान्त महासागरबाट आउने मनसुनलाई रोक्छ। अस्ट्रेलियाको यही क्षेत्रमा बढी पानी पर्ने भएकोले जनसङ्ख्याको ठूलो हिस्सा यही क्षेत्रमा बसोबास गर्छन्। अस्ट्रेलियाको दक्षिण पूर्वमा 2 प्रमुख नदीहरू डार्लिङ र मर्रे नदी छन्। यिनीहरू ग्रेट डिभिजनिङ रेन्जबाट निस्कन्छन्। यी दुवै नदी मिसिएर मर्रे डार्लिङ नदी बन्छ।
यसले निर्माण गर्ने उब्जाउ भूमिलाई मर्रे डार्लिङ बेसिन भनिन्छ। यो नदी समुद्रमा पुग्नु अघि नै आयर तालमा मिसिन्छ। यो क्षेत्र अस्ट्रेलियाको सबैभन्दा उब्जाउ क्षेत्र हो र अस्ट्रेलियाका करिब 2.5 करोड जनसङ्ख्याका लागि खाद्यान्न उत्पादन हुन्छ। अस्ट्रेलियाको कुल क्षेत्रफलको 6% भाग मात्रै खेतीका लागि योग्य छ। अस्ट्रेलियाको क्षेत्रफल ठूलो भएका कारण यसको कृषियोग्य जमिन पनि धेरै छ। दक्षिण पूर्वी एसियाका सबै क्षेत्रलाई मिलाउने हो भने पनि अस्ट्रेलियाको कृषियोग्य क्षेत्र बढी हुन्छ। अस्ट्रेलियाको सबै कृषियोग्य क्षेत्र त्यहाँको पूर्वी क्षेत्रमा पर्छ। मर्रे डार्लिङ नदीका कारण त्यहाँका करिब 30 लाख मानिसलाई पानीको आपूर्ति हुन्छ। ग्रेट डिभिजनिङ रेन्जमा भएकाले यो नदीमा पर्याप्त पानी भने छैन। यसमा अमेरिकाको मिसिसिपी नदीभन्दा 24 गुणा कम पानी छ। जलवायु परिवर्तनको असर यो नदीमा पनि पर्दै गएकोले ताल आसपासका मानिस पनि पूर्वी तटीय क्षेत्रमा सरिरहेका छन्। पानीको उपलब्धताकै कारण अस्ट्रेलियाको पश्चिमी र दक्षिणी क्षेत्रभन्दा पूर्वी क्षेत्रमा अत्याधिक जनघनत्व छ। पानी नभएकै कारण बाँकी अस्ट्रेलियाको 90% क्षेत्र खाली छ। करिब 1 करोड वर्ष अघि अस्ट्रेलिया महादेश अन्टार्कटिका महादेशसँग जोडिएको थियो। जब पृथ्वीको भौगर्भिक परिवर्तनसँगै यी दुई महादेश अलग भए तब दुवै महादेशमा जलवायु परिवर्तन भयो। अन्टार्कटिका धेरै चिसो महादेश हो, अस्ट्रेलिया भने गर्मी महादेश मानिन्छ। अस्ट्रेलियाको जलवायु पनि अचम्मको छ। उत्तरी भागमा उष्ण तटबन्धीय जलवायु पाइन्छ भने दक्षिणी क्षेत्रमा हल्का गर्मी र हल्का चिसो पनि हुन्छ। यसकारण अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा बढी मानिसको बसोबास छ। तटीय क्षेत्रमा बस्नुको अर्को कारण भनेको रोजगारी पनि हो। अस्ट्रेलियाको खोज भएपछि तटीय क्षेत्रमा बन्दरगाह निर्माण गरियो। त्यहाँका मूल निवासीहरू पनि धेरै रोजगारीका कारण तटीय क्षेत्रमा बस्न सुरु गरे। अस्ट्रेलियामा सुनको खोजी भएपछि लाखौंको संख्यामा युरोपेली मानिसहरू त्यहाँ गएर बसोबास गर्न थाले। युरोपको चिसो वातावरणमा बसेका कारण उनीहरू पनि अस्ट्रेलियाको चिसो तटीय क्षेत्रमा नै बस्न मन पराउँथे। अहिलेको अस्ट्रेलियाको जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा युरोपेलीहरूको छ।